हेलो गुड मर्निङ नमस्कार फ्यापुला सेवारो मित्रगण सधैँ चाहिँ आज पनि म आफ्नो ब्लग लिएर हाजिर भइसकेको छु। तर आजको ब्लग भने चाहिँ अलिक भिन्न हुन गइरहेको छ, किनभने आज बिहान बिहानै म निस्किसकेको छु यहाँ तकदा क्यान्टोनमेन्टको अर्किड सेन्टरको एउटा भिडियो सुट गर्नुको लागि है। म तपाईँलाई त्यहाँको नजारा देखाउनेवाला थिएँ। तर आउँदा आउँदै बाटोमा चाहिँ यहाँनिर समाइलबाट ओह्रालो यो बिच बाटोमा चाहिँ एउटा ठुल्ठुलो ढुङ्गाले बनाइएको एउटा देवाल देखियो। त्यो देवाल चाहिँ एकदमै अद्भुत लागेर चाहिँ म तपाईँलाई यसको पनि एउटा सानो नजारा देखाउने कोसिस गरेँ। र हेर्नुहोस् यो देवाल चाहिँ कस्तो छ भने चाहिँ यत्रो ठुल्ठुलो अब ढुङ्गाले बनाइएको देवाल। हुनु त हामी मसिनोमा यो हस्पिटल आउँदाखेरि पनि हामी देखेको थियौँ होइन। र योपालि चाहिँ मेरो ध्यानमा थियो यसको चाहिँ म एउटा भिडियो बनाउँछु भनेर यो बनाउन आएको। हेर्नुहोस् आफूभन्दा ठुल्ठुलो ढुङ्गाहरू चाहिँ यहाँ उठाएर चाहिँ यहाँ अब देवाल लगाइएको छ होइन। अब यो बाटो यो चाहिँ के हो भनौँ भनेदेखि अब यो चाहिँ अब हाम्रो यहाँको पुरानो बुजुर्गहरूको भनाइअनुसार चाहिँ यो पहिला चाहिँ अब यहाँनिर ब्रिटिसहरूले घोडा हिँड्नुको लागि बनाइएको बाटो थियो अरे है। तर घोडा हिँड्नु नै बनाए तापनि यहाँ त्यति बेला त क्रेनहरू डोजरहरू त केही पनि थिएन होला होइन। र यो चाहिँ के हो भनेदेखि अब हाम्रै पुर्खजहरूको शक्तिको एउटा नमुना हो है। यसलाई हामीले राम्रोसँगले साफसफाइ गरेर है यसलाई पनि राम्रोसँगले साफसफाइ गरेर यसलाई एउटा टुरिस्टहरू आयो भनेदेखि यो हेर्छ नि होइन, एकदमै राम्रो चिज हो नि यो। र हामीले चाहिँ यसलाई पनि अलिकति ध्यान दिनुपर्छ। यो चाहिँ एउटा अजुबा हो होइन, यो चाहिँ अचम्म लाग्दै एउटा चिजहरू हो। र रिक्वेस्ट सबैलाई हाम्रो मित्रगणहरूलाई यस्तो चिजहरू हाम्रो बचाएर राखौँ होइन। यो चिजहरू एउटा अद्भुत चिजहरू हो। र हेर्दै गर्नु होला भिडियोमै यस्तै किसिमको अझै पनि भिडियो कभर गरेर देखाउने छु, हेर्दै गर्नु होला। र अब चाहिँ म जान्दैछु मुनि हाम्रो तकदा क्यान्टोनमेन्ट एउटा नर्सरी होइन, पहिले अर्किड हाउस भनिन्थ्यो होइन। त्यो अर्किड हाउसमा चाहिँ हामीले पहिला हामी मसिनो आउँदाखेरि चाहिँ हामीले देखेको थियौँ। त्यहाँनिर अर्किड हाउसमा एकदमै राम्रो एउटा गार्डन थियो। त्यो गार्डन चाहिँ आज कुन हालतमा छ त्यसको पनि म जायजा लिएर तपाईँलाई देखाउनेवाला छु, हेर्दै गर्नु। र मित्रगण भर्खरै मैले बाटोमा देखाउँदै थिएँ ठुल्ठुलो ढुङ्गाले बनिएको एउटा देवाल है, जो चाहिँ हाम्रो एउटा पुर्खाहरूको चाहिँ एउटा शक्तिकरणको एउटा प्रदर्शन है। र अलिक अगाडि आइसकेपछि यहाँनिर चाहिँ एउटा हात्ती जस्तो ढुङ्गा देखियो है। यहाँ हाम्रो मित्रले भन्नु थाल्यो यहाँनिर चाहिँ धेरैजना मान्छेहरू आएर आफ्नो मन्नत राख्छ अरे र मन्नत पुरा पनि हुन्छ भनेर भनाइ गरिएको छ। यसो हेर्दाखेरि चाहिँ हेर्नुहोस् टक्कै हो, हेर्नुहोस् है टक्कै हात्ती जस्तो देख्दैछ हो। र यहाँनिर चाहिँ अब यहाँको धेरैजना मान्छेहरू आएर पूजापाठ पनि गर्ने गर्दो रहेछ। र भनाइ रहेछ यहाँ यसरी मन्नत माग्दाखेरि चाहिँ आफ्नो मनको इच्छा चाहिँ पुरा हुन्छ भनेर। यहाँबाट लाग्दैछौँ होइन, अब यहाँबाट निस्क्यौँ। यति अब तपाईँलाई देखाइराख्दै हो, तपाईँहरू पनि आएर आफ्नो मन्नत राख्नुहोस्। र अब चाहिँ हामी जाँदैछौँ हो हामी तकदा अर्किड सेन्टर, जहाँ चाहिँ अब पहिला हामी आएर हेर्दाखेरि चाहिँ एकदमै राम्रो रमाइलो देखिएको थियो। आज चाहिँ कुन हालतमा छ त्यसको पनि म नजारा देखाउनेवाला छु, हेर्दै गर्नु होला। नमस्कार मित्रगण, त अहिले चाहिँ म पुगिसकेको छु यहाँ तकदा अर्किड सेन्टर। र तकदा अर्किड सेन्टरमा पुग्नुको मतलब चाहिँ के हो भनेदेखि यहाँ म पहिला हामी 77-78 सालतिर हामी यहाँ एकखेप आएका थियौँ। र त्यति बेला आउँदाखेरि चाहिँ यहाँ एकदमै राम्रो रमाइलो थियो। र बिचमा पनि एकखेप आएको थिएँ, यसको अवस्था चाहिँ ठिक देखेको थिइनँ र दयनीय हालतमा देखेको थिएँ। र हामी पहिला आउँदाखेरि चाहिँ यहाँ निकै एउटा रमाइलो थियो। चारैपट्टि फुलहरू अर्किड फुलहरू थियो है, नाना किसिमको उयो के अरे फाउन्टेनहरू वाटर फाउन्टेनहरू थियो है। यहाँ किसिमको फुलहरू यहाँ लाइन लगाएर राखेको थियो। त अहिले चाहिँ त्यो सब देखिएको छैन होइन। र म यहाँको जुन विभागले पनि यो हेर्छ होइन अर्किड सेन्टर, त उहाँलाई म रिक्वेस्ट गर्न चाहन्छु है, यसलाई चाहिँ हाम्रो अझै अपग्रेड गरेर पहिलाको जस्तै बनाएर यहाँ हाम्रो टुरिस्टहरूलाई एउटा खिच्ने, टुरिस्टहरूलाई यहाँ बोलाउने एउटा टुरिस्टहरूको एउटा आकर्षक केन्द्र बनाऊँ भनेर म रिक्वेस्ट गर्न चाहन्छु है। यहाँनिर यी फाउन्टेन हो, यो फाउन्टेन पहिलाको फाउन्टेन हो। यहाँ अहिले धेरै यहाँ पानीको स्रोत एकदमै राम्रो थियो हो, मजाको दामी देख्थ्यो यहाँ चाहिँ। अहिले चाहिँ छैन रहेछ सब हो, कता पुरायो। र त्यसले गर्दा चाहिँ म रिक्वेस्ट गर्न चाहन्छु हाम्रो यहाँको जुन विभागीय दलहरूलाई है, यहाँ यो चिज चाहिँ अब अलिक राम्रो गरिदिनु होला। हेर्नुहोस् यहाँ, र यो हो हाम्रो तकदा अर्किड सेन्टर। र मित्रगण यसरी नै हेर्दै गर्नु होला र यसलाई अझै राम्रो बनाऊँ भन्ने हाम्रो उद्देश्यले म यो भिडियो बनाउँदैछु है। र अन्यथा नलिनु होला, भिडियो हेरिदिनु।
र मित्रगण आजको मेरो यो मेन यहाँ तकदाह सेन्टर अर्किड सेन्टरको भिजिट गर्नुको मेन मकसद चाहिँ के हो भनेदेखि यसभित्र राखिएको नाना प्रकारको फुलको कलेक्सनहरू है। तर अहिले फुल्ने सिजन नभए तापनि धेरैवटा तपाईँलाई आइडिया हुन्छ है। यहाँ चाहिँ हेर्नुहोस् नाना प्रकारको प्लान्टहरू राखिएको छ है। यो चाहिँ अब हामीले घरभित्र सजाउनु पनि हुन्छ, घरको छेउछाउ चारैपट्टि सजाउनु पनि हुन्छ है। यो चाहिँ केमा महत्त्वपूर्ण छ भनेदेखि चाहिँ अब यसलाई चाहिँ अत्यधिक अक्सिजन उत्सर्जित गर्ने भएको कारणले गर्दा चाहिँ यसलाई चाहिँ अब हामीले घरतिर सजाउने गर्छौँ है। र यो चाहिँ प्रथम सेट हाउसमा थियो, अब दुसरा सेट हाउसमा म त्यसरी नै लगेर जाँदैछु। र यो दुसरा सेट हाउसभित्र पनि हेर्नुहोस् त्यसरी नै यहाँ पनि अलग किसिमको यहाँ चाहिँ क्याक्टसहरू छ है। अघिकोमा चाहिँ त्यो प्लान्टहरू थियो, यो चाहिँ क्याक्टस, यो पनि अलग टाइपको हो। र यसलाई पनि धेरै यहाँ पनि नाना प्रकारको कलेक्सनहरू राखिएको छ होइन। यसलाई पनि घरभित्र नै सजाउने एउटा प्लान्ट हो र यसले पनि धेरै अक्सिजन उत्सर्जित गर्छ भनेर एउटा भनाइ छ है। त्यसले गर्दाखेरि चाहिँ यो मान्छेले यसलाई पनि धेरै आजको दिनमा आजको वातावरणमा धेरै यसको पनि महत्त्वपूर्ण छ भनेर भनिन्छ होइन। र यो थियो अब दोस्रा सेट हाउस जहाँनिर चाहिँ तपाईँलाई अब मैले देखाइरहेको थियो है। यहाँ नाना प्रकारको एउटा प्लान्टेसनहरू जुन अब हामीले घरमा सजाउने गर्दछौँ। मित्रगण यो चाहिँ थियो दोस्रा हल। अब म देखाउनु गइरहेको छु तपाईँलाई तीसरा हल। तीसरा हलमा के छ त्यो पनि म देखाउनेवाला छु, हेर्दै गर्नुहोला। यो छ तीसरा हल। यहाँनिर चाहिँ नाना प्रकारका अर्किडहरू के सुनाखारीहरू लगाइएको छ र हेर्दै गर्नुहोला। म तपाईँलाई यसरी नै यहाँ पनि चाहिँ र हेर्नुहोस् मित्रगण, यहाँ चाहिँ हाम्रो यो फुल लिस्ट अफ वर्ल्ड अर्किड्सको कुन फुलहरू कुन महिनामा फुल्छ त्यसको एउटा यहाँ सानो उदाहरण दिइरहेछ र हेर्दै गर्नुहोला। र आजको मेरो भिडियो तपाईँलाई कस्तो लाग्यो यो पनि तपाईँले कमेन्ट्स गरेर बताउनु होला। र आउँदो दिनमा अझै म राम्रो भिडियो बनाएर तपाईँहरूलाई अपडेट गर्नेछु र हेर्दै गर्नुहोला। यो छ हाम्रो यहाँको अर्किड सेन्टरको नजारा, यो हेर्नुलाई। र मित्रगण यो थियो दोस्रा तीसरा हल। अब म तपाईँलाई देखाउन गइरहेको छु चौथा हल। यो हो हाम्रो चौथा हल। र मित्रगण हेर्दै हुनुहुन्थ्यो कि हाम्रो यहाँको तकदाह अर्किड सेन्टरको एउटा नजारा। र तपाईँहरूलाई आजको मेरो भिडियो कस्तो लाग्यो कमेन्ट्स गरेर जरुर बताउनु होला। र यसैको साथमै आजको भिडियो यहीँ समाप्त गर्ने आज्ञा चाहन्छु। र अर्को पालि फेरि एउटा नयाँ ब्लग लिएर हाजिर हुनेवाला छु। यो भिडियो हेरिदिनुको पनि धेरै धेरै धन्यवाद।